भारतमा पनि नेपाली धरहरा देख्न पाइएला भनेर मैले जिन्दगीमा सोचेको थिएन। एन्ड जे मागो त्यही पुग्ने धार्मिक स्थलमा आउँदा मानिसले पताउनै नसक्ने शक्तिहरू देख्न पाइयो। सो अलराइट गाइस, वेलकम टु माई मिनी भ्लग। फर्स्टमा चाहिँ स्कुटर स्टार्ट गरेर म चाहिँ लागे आफ्नो गन्तव्यतर्फ। एन्ड आजको सफर चाहिँ अलिकति लामो छ। एन्ड बाटोमा जाँदा जाँदा निकै सुन्दर ट्याडी बियर बच्चाहरूलाई नुहाउनको लागि एकदमै राम्रा बिगे स्विमिङ टपहरू पनि देख्न पाइयो। लामो समयको सफर पछाडि फाइनली धार्मिक स्थलको पार्किङमा मेरो प्रवेश भइसकेको छ। एन्ड यो ठाउँमा आएर मेरो मनमा एक्साइटेड चाहिँ एकदमै बढिसकेको छ। फर्स्टमा परिचयको लागि यहाँहरु चाहिँ ढोलकी मास्टर स्वागतको लागि धार्मिक स्थलमा प्रवेश गर्नु अगाडि हामीले आफ्नो खुट्टा धोएर जानेछौँ। दरबार प्रवेश एरिया एकदमै सुन्दर थियो, जति हेरौँ उति हेरिरहँ जस्ता थिए। एन्ड भक्तजनहरूको भिड एकदमै बढी थियो। एन्ड फाइनली हाम्रो पहिलो गेट एन्ट्री भइसक्यो र यो चाहिँ दोस्रो गेट सबैभन्दा मुख्य गेट नै भन्नुपर्छ। भित्र चाहिँ धार्मिक स्थलमा फोटो खिच्न भिडियो बनाउन अलाउड थिएन। एन्ड यो चाहिँ ब्याक साइडको बगैँचा अति सुन्दरमय बगैँचा छ, सँगै झिल पनि उति नै सफा र सुन्दर छ। एन्ड यो ठाउँको चिया चाहिँ एकदमै मानिएको चिया हुन्छ र त्यसैले चिया पिएर नजाने कोही पनि व्यक्ति हुँदैन। एन्ड फाइनली मेरो पनि चिया आइसकेको छ। चियाको लुक एकदमै राम्रो छ। एन्ड चिया पकाउने चाहिँ तरिका एकदमै अद्भुत रहेछ। आगोको लपेटा चाहिँ हेर्दै डर लाग्दो थियो। यस पछाडि हामी जानेछौँ लङ्गर प्रसाद तर्फ। कतिपय टाढाबाट आएका भक्तहरू लङ्गर खाएर विश्राम गरिरहेको थिए। फर्स्टमा हामीलाई प्लेट दिएका छन्, चम्मच हामी आफै ल्याउने छौँ। फाइनली हाम्रो पनि लङ्गर अर्थात् प्रसाद आइसकेको छ। हामीलाई चाहिँ रोटी र दाल मिलेको छ। मैले मेरो प्रसाद फिनिश गरिसके। अब फेरि हामी आफ्नो गन्तव्यतर्फ लाग्नेछौँ। धार्मिक स्थललाई बाई बाई गरेर आफ्नो गन्तव्यतर्फ र जाँदा जाँदै बाटोमा हामीलाई ट्याक्कै हाम्रो पुरानो नेपालको धरहरा जस्तै दर्शन पाइयो। हुन त यो टिभी टावर हो भन्छन्, तर एकदमै अद्भुत रहेछ। थ्याङ्क यू सो फर वाचिङ। ओके बाई।